दिलीप मेरो साला पर्छ नाताले। तर उहाँले जे भन्नुभयो हैन, दिलीपलाई कसरी बनाइयो भन्ने कुरा उहाँसँग पनि बयान छ, मसँग पनि बयान छ। तर उहाँले कसरी हेर्नुहुन्छ, मैले कसरी हेर्छु। उहाँले के भन्नुभयो, सरकारी वकिलले बदमाशी गर्यो हो, तपाई भने त्यो सरकारी वकिलले आफैले स्वीकार गरेको म सबलाई स्पष्ट पारौँ। म सुन्नुस्, त्यो म स्वीकार्दैन, त्यो त्यस्तो कुराहरु सरकारी वकिल सरकारी कुरा सर क्रमशः खेमजी नातिनुस् हामी पत्रकार मलाई खुइलाउन बोलाउनु भएको हैन कि मसँग भएको इन्फर्मेसन लिन बोलाउनु भएको। तर तपाई गलत कुरा त गलत मान्नुस्। भन्नु न, तपाई मलाई पहिला सरसर्ती प्रश्न गरेर घटनाक्रमहरुको बारेमा गर्नुस् हैन। मलाई सुन्नुस्, तपाईले मलाई यहाँ हेर्नुस्, मैले तपाईलाई लेखेकोमा मैले आई विल सुन्नुस् न, उहाँसँग बोल्न चाहनुहुन्न, बोल्ने हैन के फेस गर्नुहुन्न। म अहिले उहाँसँग फेस गर्न कुनै गाह्रै छैन मलाई। स्थितिको त सुन्नु न, फेस गर्ने हैन, मलाई मेरो कम्प्लिट टाइम दिनुस् सर। आज रातभरि चलाइदिन्छु। ठीक छ हैन, कम्प्लिट टाइम दिनुस्। तपाईको जानकारीको लागि म 62 घण्टा टेलिभिजन शो चलाउँछु। तपाईले सुन्नु न, पूर्वाग्रही मसँग हुनुपर्ने कुनै कारण छैन। तर तपाई किन हात्तिनुहुन्छ सर? आत्तिएको छैन, म आत्तिन्न। तपाई एउटा कुरा याद गर्नु होला, म आत्तिन्न र म तपाईलाई यति धेरै कुराहरु भन्न आएको थिए नि। ल हामीसँग टाइम छ, सुन्नुस्, तपाईले मान्दिनु भएन र मलाई अलिकति म मान्ने तपाईले भने किन मान्छु म? एसपीले भनिसक्यो तपाई गलत। एसपीले हामीसँग अर्कै भन्नु भएको छ, मैले तपाईलाई मैले पनि सुनाए। तपाई र मलाई भर्खर भन्नुभयो चाहिँ एसपी साहबले के भन्नुभयो, हामीले त्यस्तो कुरा कसैसँग गर्नु गरेका छैन भन्नुभयो। एसपी साहबले को भोइस मैले पनि तपाईलाई पनि सुनाए, हामीसँग गर्नु भएको के मतलब भएन? न तपाईको भोइसको मतलब न मेरो। भर्खरै उहाँले जे भन्नुभयो लेटेस्ट उहाँले के भन्नु भएको छ, उहाँले डिप्लोमेटिकली कुरा गर्नु भएको छ। हामीसँग गरेको कुरालाई तपाई राम्रोसँग प्रसारण गर्नुस्। अनि ल ठीक छ, रावल विशाल चौधरी चक्रदेव बडु हेमन्ती भट्ट सबै तपाईले गर्दा छुटेका एकदम 17 गते पछि छुट्याछ, 17 गते पछि छुटेका छन् के अरे दुईटै जीवन रौ। अनि यिनीहरू अभियुक्त बनेका थिए। अभियुक्त बनाइएन नि, अभियुक्त नबनाइले गर्दा तपाईले गर्दा, मैले गर्दा होइन, अभियुक्त होइन, मैले गर्दा होइन। जब गृहमन्त्रीले त्यो कुरा गर्नुभयो अनि यिनीहरूको रियालिटी हामीले हेर्दाखेरि हैन, मेरो अखबारमा छ, तपाईले त्यो मलाई भन्नुभएको म ल्याएर आउँथे। तपाई निस्किँदाखेरि दुईवटा विषयमा माफी मागेर निस्किनु भयो हैन? मैले लेखेको दुईवटा चिज म क्षमा चाहन्छु भन्नुभयो। यो माफी माग्न तपाईलाई यति लामो समय लाग्यो। अब यहाँसम्म आइपुग्दा अन्य कुनै विषय छन् जसलाई तपाई माफी माग्न चाहनुहुन्छ? स्योर पक्का हो? र केही चिज प्रमाणित मैले गरिदिएँ भने माफी माग्नु हुन्छ नि, त्यो त राख्नुहुन्न नि कि मैले माफी किन माग्ने, म मेरो स्ट्याटस किन मेटाउने भन्ने जस्तो छैन नि तपाईलाई? छैन पक्का हो नि हैन? हामी निर्मलाका लागि छौँ। एउटा कुरा बिजी ठीक छ, तपाई पहिला तपाईले जे यो रिपोर्टमा प्रस्तुत गर्नुभएको हैन, सुन्नुस्, गर्दै जानुपर्छ। तपाईका कुराहरूलाई मैले जहाँनेर तपाईले उठाउनुहुन्छ त्यहाँनेर सम्बोधन गर्दै जानुहुन्छ। मैले एक्सपेक्ट गरेको कुरा के हो भने, ठीक छ तपाईले आफ्नो तरिकाले सुन्नुस् न, यहाँ सुन्नुस्, तपाईले के हो भने पहिलो कुरा के हो भने तपाईले यसरी हैन, खेम भण्डारी आएको छ, खेम भण्डारीसँग के छ भनेर भन्नु होला भन्ने सोचेको थिएँ हैन, त्यो भन्नु। ल हेर्नुस्, निश्चित रूपमा म सबै अहिलेको दर्शकहरूलाई म के भन्न चाहन्छु भने, दिलीप मेरो साला पर्छ नाताले। तर उहाँले जे भन्नुभयो हैन, दिलीपलाई कसरी बनाइयो भन्ने कुरा उहाँसँग पनि बयान छ, मसँग पनि बयान छ। तर उहाँले कसरी हेर्नुहुन्छ, मैले कसरी हेर्छु। उहाँले के भन्नुभयो, सरकारी वकिलले बदमाशी गर्यो हो, तपाई भने त्यो सरकारी वकिलले आफैले स्वीकार गरेको म सबलाई स्पष्ट पारौँ। म सुन्नुस्, त्यो म स्वीकार्दैन, त्यो त्यस्तो कुराहरु सरकारी वकिल कुरा सर क्रमशः खेमजी नातिनुस् हामीसँग पुरै समय छ। यहाँ सुन्नु न, छ मलाई भन्न त दिनुस् हैन। यो सरकारी वकिलको मात्र डकुमेन्ट हो होइन, यसमा छाप हेर्नुस्। ठीक छ भन्नुस्, ठीक छ छाप हेर्नुस्, कसको छ भन्नुस् त, भन्नुस्। तपाई यो सर्टिफाइड कसले गरेको छ यो भन्नुस्। तपाई आफ्नो कुरा राख्नुस् सर, त्यसपछि म मेरो प्रश्न सुन्नुस् न, म भन्छु अब यसमा 3टा छाप छ सर। सरकारी वकिलको कार्यालयले गरेको आवश्यक सबै छाप छ भन्नुस् न। अरु जिल्ला अदालतको छाप छ, जिल्लाको छाप छ भन्नुस्। तपाईले भन्नु खोजेको कुरा सर, मुद्दा नघुमाउनुस् न। धेरै घुमाउने हैन क्या, तपाईहरु यसरी सुन्नु न, यस्तो कुरा हुँदैन। कसले तयार गर्छ? कसले गर्छ? प्रहरी पनि बस्छ। कसले तयार गर्छ? सरकारी प्रहरीले बयान दिन्छ। प्रश्नै छ, नघुमाउ, स्ट्रेट गरौँ न सर। तपाई यो सरकारी वकिललाई मात्रै तपाईले के मैले लेखा भने, मैले सरकारी वकिलले तयारी गरेको चिजमा छाप छ, त्यसमा के अर्थ छ यसमा? केही पनि छाप नै, यो डकुमेन्टको कुनै लिगल भ्यालिडिटी हुँदैन। अहिले यो प्रश्नमा यो कुरा कसरी आयो? तपाई यो कुरा सुन्नुस्, तपाईले भनेको कुरा हेर्नुस्,
एसपी आचार्य मेरो अखबार होइन यो अखबारलाई सानो नदेख्नु होला। एसपी आचार्यले यो अखबारलाई के भन्नुभएको छ पढ्नुहोस्। के भन्नुभएको छ? प्रत्यक्षदर्शीले अनुसन्धानलाई लिड गर्दैन एसपी र ल यो प्ले गर्नु। अब सुन्नुहोस्, एसपीले भन्नुभयो सर गलत। एसपी आचार्यको भोइस हामीसँग छ, सुन्नुहोस्। ल भन्नुहोस्। तपाईँ प्ले एसपी आचार्यले के पनि भन्नुभएको छ भने यो गलत हो, यस्तो Anyway, गर्दैन। हामीसँग भोइस छ, सुन्नुहोस्। तपाईसँग एउटा मसँग अर्को बोल्नुभयो हो मलाई थाहा छैन तपाईँसँग बोल्नु। तपाईँ यति खुसी किन हुनुभएको फिस्स भनेर निर्मला अथवाको एउटा विटनेस भेट्न आँटेको कुरा गर्दा वाइ आर यु सो ह्याप्पी, वाइ यु आर शेयरिङ योर एक्सप्रेसन लाइक यु आर द विनर? तपाईँलाई यति खुसी केले दियो सर? होइन एउटा कुरा सुन्नुहोस् न, मलाई यति पहिलो सुन्नुहोस्, किनभने त्यत्रो खुसी किन व्यक्त गर्नुभयो भन्नुहोस्। सुन्नु, खुसी होइन, तपाईँले जुन महिलालाई यहाँ प्रस्तुत गर्नु भएको छ नि, हजुर होइन हजुर, ती महिला 6 महिना अगाडि विभिन्न प्रेसहरूको कन्ट्याक्टमा पुग्यो। त्यो तपाईँलाई थाहा छैन? प्रहरीले बोकेर तपाईँले भनेको अर्कै पनि हुन सक्छ, तपाईँलाई थाहा छैन। अर्कै पनि तपाईँ त्यसमा ढुक्क हुन नहुनुहोस्। तपाईँ सुन्नुहोस्, अर्को कुरा उहाँको परिचय तपाईँलाई थाहा छ? तपाईँले भन्न सक्नुहुन्छ? रविजी, तपाईँ मेरो कुरा सुन्ने कि नसुन्ने? गलत चिज कसरी सुन्न सक्छ सर? गलत होइन, तपाईँ एसपी आचार्य सुन्नु न, एसपी